हेलो एन्ड वेलकम एभ्रिवान। यो भिडियोमा हामी छलफल गर्नेछौँ नेपाली वुमेन्स फुटबल टिमको रिलेटेड भिडियो छ। एएफसी वुमेन एसियन कप क्वालिफायर 2026 को छोटो रूपमा चर्चा गर्नेछौँ र नेपालको ग्रुप कस्तो छ यसको विषयमा पनि चर्चा गर्नेछौँ। हाम्रो युट्युब च्यानललाई लाइक गर्नु भएको छैन लाइक गरिदिनु होला, सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गर्नु होला, बेल नोटिफिकेसनलाई पनि अलमा प्रेस गर्न सक्नुहुन्छ। एएफसी वुमेन एसियन कप 2026 को लागि नेपाली वुमेन टिमले आउँदो 23 जुनदेखि जुलाई 5 सम्म नेपालले प्रतिस्पर्धा गर्दैछ एएफसी वुमेन एसियन कप क्वालिफायर को लागि। एएफसी वुमेन एसियन कप क्वालिफायर को लागि यस प्रतियोगिता 34 टिमलाई 8 समूहमा डिभाइड गरिएको छ। समूहका ग्रुप विनरले एएफसी वुमेन एसियन कप 2026 मा स्थान बनाउनेछन्। सिंगल राउन्ड रोबिङ को फर्मेट र सेन्ट्रलाइज भेन्यूमा यस प्रतियोगिता खेलाइनेछ। एएफसी वुमेन एसियन कप 2026 को क्वालिफायरमा नेपाल समूह एफ मा परेको छ। नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का रहेका छन्। समूह एफ को उज्बेकिस्तानको ले गेम होस्ट गर्नेछ। उज्बेकिस्तान 5 पटक एएफसी वुमेन एसियन कपमा सहभागिता जनाएको थियो। उज्बेकिस्तानको बेस्ट रिजल्ट भनेको अहिलेसम्म ग्रुप स्टेज मात्र पुग्न सकेको छ। त्योभन्दा अगाडि उज्बेकिस्तान एएफसी एसियन कपमा अगाडि बढ्न सकेको छैन। उज्बेकिस्तानको करेन्ट फिफा र्याङ्कको कुरा गर्ने हो भने 50 स्थानमा रहेको छ भने ग्रुप एफ को सबैभन्दा बलियो टोली हो उज्बेकिस्तान। यदि उज्बेकिस्तानलाई नेपालले बिट गर्नेछ भने नेपाल छनौट हुन सक्ने सम्भावना बलियो रहेको छ। लाओसले अहिलेसम्म एएफसी एसियन कपमा छनौट भएको छैन। लाओसको करेन्ट फिफा र्याङ्कको कुरा गर्ने हो भने 107 स्थानमा रहेको छ। श्रीलङ्का वुमेन्स टिम जो एएफसी एसियन कपमा अहिलेसम्म छनौट भएको छैन र साउथ एसियाको टिम पनि हो श्रीलङ्का। यो सम्ममा नेपालको लागि त्यति धेरै टफ पनि होइन र त्यति धेरै इजी पनि मान्न सक्दैन। नेपालले उज्बेकिस्तानलाई यदि बिट गर्नेछ भने नेपालको लागि केही सम्भावना रहन्छ एएफसी एसियन कपमा छनौट। उज्बेकिस्तान टिमलाई नेपालले जित्ने अवसर एएफसी वुमेन एसियन कप 2026 मा छनौट हुनको लागि चाहिँ नेपालले उज्बेकिस्तानलाई यदि बिट गर्नेछ भने छनौट हुन सक्छ। एएफसी वुमेन एसियन कपमा चाहिँ जापान, चाइना, साउथ कोरिया र वेस्ट अस्ट्रेलिया चाहिँ यसभन्दा अगाडि नै छनौट भइसकेका छन्। एएफसी वुमेन एसियन कप क्वालिफायर सम्बन्धी थप बुझ्न मन छ भने डिटेलली बुझ्न मन छ भने चाहिँ कमेन्ट गर्नु होला। धेरै कमेन्ट आयो भने त्यसको बारेमा डिटेलली भिडियो बनाउनेछौँ। नेपाल भर्सेस मलेसिया बीचको हाइलाइट गेम हेर्न मन छ भने लेफ्ट साइडपट्टि भिडियो आएको होला, क्लिक गरेर हेर्न सक्नुहुनेछ। आजलाई हाम्रो भिडियो यति नै। अझैसम्म पनि सब्स्क्राइब लाइक गर्नु भएको छैन लाइक गर्नु होला, सब्स्क्राइब पनि गर्नु होला, बेल नोटिफिकेसनलाई पनि अलमा प्रेस गर्नु होला ताकि यस्तै फुटबल रिलेटेड अपडेट हजुरहरूलाई अपलोड गरिराख्नेछौँ।